हेलो, अहिले हामी बिरला मन्दिर प्रवेश गर्दैछौँ। मलाई लाग्छ यहाँ चाहिँ फोटो खिच्न दिन्न भन्ने कुरो आएको छैन। अब यो फोटो खिच्न नपाए पनि म चाहिँ तपाईँहरूलाई देखाउँदैछु जाने बाटो। यो पुरै अन्डरग्राउन्ड पास छ यहाँ है। हाम्रो साथीहरू पनि सबै पनि भन्ने रहेछ यहाँ यस ठाउँमा मन्दिर जानको लागि अन्डरपासबाट चाहिँ हामी गइरहेको छौँ। अन्डरपास कताबाट जाने लक्ष्मीनारायण मन्दिर जानको लागि। ऐसी कोई भी चीज जो आप लोग वैल्यूबल समझते हैं उसे गाड़ी में छोड़ गाड़ी में घूम होता है, गाड़ी के बाहर घूम होता है। त्यसै यो लक्ष्मीनारायणको मन्दिर पनि भन्छ। त्यसै यसको चाहिँ बाहिरी भाग हो। बाहिरी भाग नै चाहिए तपाईँहरू देख्न सक्नुहुन्छ। यो एकदम ठुलो भव्य मन्दिर रहेछ। एउटा फोटो खिचौँ ल सबैजना मिलेर। लक्ष्मीनारायणको मन्दिर हामीले दर्शन गऱ्यौँ। त्यहाँ चाहिँ विभिन्न देशका पर्यटकहरू चाहिँ आउँदो रहेछ यहाँ अवलोकन गर्नको लागि। यहाँ चाहिँ एउटा कुरा चाहिँ के छ भने जुत्ता चप्पल के यहाँ यो जुत्ता चप्पल राख्ने ठाउँ यो हो। जुत्ता चप्पल राखिदिन्छ, उसले लकरमा राखेर हामीलाई टोकन दिन्छ र मोबाइल पनि लकरमा राखेर हाम्रो टोकन दिँदो रहेछ। र फोटो खिच्न एकदमै सक्षम बनाइरहेछ यो स्थानमा मन्दिर छ। यो मन्दिरमा चाहिँ हाम्रो नेपालमा जस्तो अक्षताहरू धुपहरू केही बाल्न पाइँदैन र फुल चाहिँ चढाउन पाइयो। केही पनि जथाभावी चढाउन पाइएन। फुल एकदम चढाउन चाहिँ एउटा दुइटा जस्तो चढाउन पायो। नभए अरू कुनै पनि भित्र चाहिँ एकदम सफा एकदम क्लिन। यसलाई भित्र पनि देखाउन मन लागेको थियो होइन, तर के गर्नु भित्र चाहिँ देखाउन नपाइँदो रहेछ। मोबाइल क्यामेराहरूले खिच्न नपाइँदो रहेछ। एकदम राम्रो छ, एकदम सुन्दर राम्रो लाग्यो, सफा लाग्यो। धुप अक्षताले नरोक्ने थियो, एकदम सफा क्लिन जस्तो बनाएको थियो त्यस्तै अवस्थामा रहेको मैले पाएँ। र साथीहरूलाई अब यो चाहिँ यो लक्ष्मीनारायणको मन्दिर अहिले देखाएँ। एकदम भव्य छ, राम्रो छ घुम्नको लागि। प्याकेजमा चाहिँ टुरिस्ट बसमा चाहिँ एउटा प्याकेजमा गरेर चाहिँ आएको छौँ। अब यो फर्स्ट यो भयो। त्यसपछि अरूहरू पनि अब घुम्न जाँदैछौँ र अरू पनि देखाउँछु तपाईँहरूलाई। कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला है।